हेलो गुड मर्निङ गाइज। आज चाहिँ ड्युटी हिँडेको मान्छे हो हैन। यहाँनिर पानी परेर चाहिँ गाडीहरू त्यति हिँडेको छैन। हाम्रो पनि कम्पनीको गाडी आज कुनै पनि बाहिर निकालेको छैन। यहाँ हेर्नु न, यहाँ मौसम कस्तो छ। आज पानी परेर त बर्बाद छ यार। यहाँ हेर्नु त पछाडिपट्टि एकदमै कालो। हिजो पुरा पानी परेको छ दुबईमा, चारपट्टि पानी पानी छ। अब के गर्ने होला है, गाह्रो छ। यहाँ हेर्नु त यता सिन हेर्नु, आज चाहिँ पनि कालो बादलहरू पुरा छ यतातिर। त्यहाँ पर बुर्ज खलिफा पनि देख्दो रहेछ, बुर्ज खलिफाको टुप्पो। ल हेर्नु, यस्तो बिजी रोडमा पनि गाडी छैन आज। यो चाहिँ बिहानको दृश्य हो, म बस्ने ठाउँ। यहाँ हेर्नु, ओ परको चाहिँ ग्रान्ड मल हो, ग्रान्ड मल। यहाँनिर चाहिँ सिग्नल छ, ट्राफिक सिग्नल। हेर्नु, मान्छे आउँदैछ, सिग्नल हो। बिहानै पानी परेर यहाँनिर दुबईमा पानी परेर चाहिँ एकदमै आज ड्युटी जाने नजाने गाडी पनि छैन, गाडी पनि निकालेको छैन। गभर्मेन्ट सेक्टरहरू चाहिँ हैन छुट्टी दिएको छ। यहाँ प्राइभेट सेक्टरहरू चाहिँ सबै ओपन छ। तर हाम्रो चाहिँ खै के गरेको हो, अब जान्छ जाँदैन थाहै छैन। ल हेर्नु, दुबईमा पानी परे नि यस्तो हुन्छ। यहाँ हेर्नु, यहाँ अब पानी परे नि पुरा झिल जस्तो हुन्छ। यस्तो हुन्छ, पुरा झिलै झिल बनाइदिएको छ। यहाँबाट पर जानुपर्छ, कसरी जानु होला है। ल हेर्नु, यसरी हिँड्दैछु है म चाहिँ। यहाँ यसरी हिँड्नुपर्छ। पानी छ हो, यसरी हिँड्नुपर्छ। दुबईको हालत चाहिँ यस्तो छ। पानी छ यहाँनिर, यस्तो पानी छ हेर्नु। यस्तो छ हालत दुबईको। यहाँ हेर्नु, अब यस्तो छ हालत। पानीको हालत हेर्नु है गाइजहरू, कममै डुब्छ पानी। हेर्नु हालत दुबईको हालत हेर्नु। यहाँनिर यहाँबाट पर जानुपर्छ। म कसरी जानु होला है अब। हेटेरिक अब कसरी जानु होला हौ, चुर्लुमै भिज्छ त अन्त। दुबईको हालत हेर्नु यस्तो हुन्छ है, यहाँ पानी पर्नु बित्तिकै। यहाँनिर कसरी चाहिँ जानु होला है अब। यत्रो कति पानी छ यार, यो त गहिरो पानी छ त हौ। यस्तो रहेछ मासल पानी हेर्नु यहाँ। ल हेर्नु, पानी आएको यहाँनिर। हेर्नु खुट्टामा। आज चाहिँ ड्युटी नभए पनि भयो। अब चाहिँ यहाँनिर चाहिँ पानी पऱ्यो, बर्बाद भयो। आज सुत्ने हो ओछ्यानमा गएर चाहिँ। अब ल पानी पऱ्यो है गाइज, पानी पऱ्यो। आज छुट्टी। ल यहाँ चाहिँ पानी परिरहेछ। हेर्नु नि, यहाँनिर यस्तो भएको छ, कसरी जानु होइन। हेर्नु त यहाँ यस्तो भएर रहेछ दुबईमा। एकदमै गाह्रो छ दुबईमा। दुबई गरेछ बाटोहरू यस्तो छ। यहाँ हेर्नु त, आज चाहिँ जानु सकिँदैन हो, छुट्टी। दुबईको अहिलेको परिस्थिति। गाइज म चाहिँ रुमतिर आइपुगेँ। आज चाहिँ कुनै पनि गाडीहरू चाहिँ हाम्रो कम्पनीबाट चाहिँ गएन ड्युटीतिर। किन भन्दाखेरि यहाँनिर अहिले अलर्ट मेसेज आएको छ। सो अलर्ट मेसेजहरू आयो भने चाहिँ यस्तो कम्पनीहरूले चाहिँ पठाउँदैन। यहाँको रुल्स चाहिँ हो त्यो होइन। सो
अहिले दुबईको वेदर पनि एकदमै खराब छ। सो आज मेरो छुट्टी। तपाईँहरूले यो भिडियो हेर्नुभयो भने सब्सक्राइब गरिदिनु होला। यस्तै भिडियोहरू अरू पनि हाल्नेवाला छु। टिल देन बाई।